भनेको भन्नु न तेरो औली पुरा भएपछि हामीले आफै पठाउँछौँ भनेर साहबले अरू 10 वर्ष बसेर 40 वर्ष गरे नगरी टोटल 40 वर्ष त्यहाँ उनले बिदाई सिदाई गरेर त्यहाँ यति वर्ष नोकरी गर्यो मान्छे यसका ड्युटीमा जाने केही चोरी सोरी पनि भएन कसैले त्यहाँनिर लान पनि सकेन चोरलाई पनि पक्रेर राख्यो पुलिसलाई दियो भने त्यहाँ जे भयो पनि 40 वर्ष भन्ने त धेरै हो बा माइलो पुवाको जायज त थिएनन् बच्चा बच्ची थिएनन् छैनन् कहाँ हुनुहुन्छ त माइली आमा कहाँ हुनुहुन्छ आजभोलि हुनुहुन्छ हुनु न उतिका एउटा लगेका हुन् त्यहाँ मरिनु हुने पनि हजुर ए मनेरा मन्ने लागेका पिस्ने के थियो त्यसैमा पिस्नु आउने जाने वर्षमा छुट्टी दिन्थ्यो कि कस्तो थियो तपाईँलाई छुट्टी दिन्थ्यो नि वर्षमा दिन्थ्यो यहाँ जाने आएर त्यहाँ बाले भन्नु दसैँ नबोल न त्यहाँ दसैँको अब आइस अब चाहिँ दसैँको टिको लाग्दा मैले आइस टिको लाउनु पाउनु हन्न त्यहाँबाट चाहिँ फेरि पोखराबारी गएर त्यो चिठी लेखेर पठाइदिएर बाबा बिमारी हेर्दै गर्ने कोही छैन म आइनँ अरू 3 महिना भने त्यहाँबाट चिठी पठाइदिएँ त्यहाँबाट बसेँ दसैँको टिको लगाइदिनु हो त्यहाँबाट सबैलाई टिको लगाइदिएँ हजुर पुरुषका छोरी जमाइ आएनन् भन्नु घर त बाहिर जाने 8 बजीतिर बेलुकी आए हो आउनु हो बाहिर भने त्यहाँबाट छोरी बहिनी लगाएर जाने जमाइलाई टिको लगाइदिएर त्यो हात यसरी खस्यो खस्यो हो त्यहाँबाट अर्कान दिन जाने एकादशी परेको थियो एकादशीका दिन द्वादशी तिथि परेको थियो त्यसै दिन बितिहाल्नु हो त्यहाँबाट कति वर्षमा बित्नु बुवा 75 वर्ष आइयो त्यहाँबाट म चाहिँ 5 महिना बल्ल गएँ उहाँ जान्छु भन्दाखेरि त्यो आथामी साहब थियो म आउँदाखेरि त्यो बदली भएर अन्त गएछ त्यहाँबाट एउटा मुसलमान आएछ त्यहाँबाट मुसलमानले त भन्यो तेरो नोकरी छैन भन्यो त्यहाँबाट अफिसमा फेरि बडा बाबु भन्ने थियो बङ्गाली के भन्यो भने तेरो नोकरी छैन भने म गुवाहाटी जान्छु र हेड अफिसमा गएर उजुर गर्छु भने त्यो कागजले त भनेर कागज दिएँ त्यहाँ गएर यहाँ सही गरेर नि आजसम्म पैसा पाउने यसले भन्यो यसले पैसा मागेको छैन यो नोकरी मागेको छ भन्यो त्यहाँ सही गरेँ त्यहाँबाट म चाहिँ कागज दिएँ ओरे चाहिँ आएँ त्यहाँ ड्युटीमा बेलुकी चाहिँ 10 बजी ड्युटी थियो 10 बजेर बिहान 6 बजीसम्म त्यहाँबाट चाहिँ नि म ड्युटीमा गएँ जान्छु भन्दाखेरि घन्टी हान्नु पर्थ्यो घन्टै पछि त्यो घन्टी सिकेर त गेटमा पुगेको चोरेर यहाँ हालेर त्यहाँबाट घुम्दै गएको थिएँ त्यहाँबाट चाहिँ च्याप्प सबै चोर नआएपछि भने त्यहाँबाट चाहिँ च्याप्प छोडिदियो र अब बारतिर ड्युटी आउनु भन्यो त्यहाँबाट छोडिदियो र गयो अर्को दिन मास्टरहरू साथीहरू सबैसित उजुर गरेँ यस्तो गरेँ यदि भनेर यसका ड्युटी आएर त चोर नहुन्छ भने मास्टरहरूले पनि कति तनखा दिन्थ्यो बा सुरुमा ऊ त्यो थिएन तनखा त थिएन 800-900 मात्र दिन्थ्यो महिना
800-900 भनेर त 80-90 हजारै त्यति हुन्थ्यो होला होइन खान्न खानुहुन्न चिसो कोहीले खाएको छु वर्षमा छुट्टी आउन दिन्थ्यो त्यही त वर्षमा छुट्टी बेच्नमा आएर खोल्न जानु पर्थ्यो त्यो सम्झिँदाखेरि अहिले त कहाँ सपना नै लाग्छ होला होइन